ऋषिभिः संस्तुतां नित्यं हिन्दुराष्ट्रविभूषितम् वैदिकीं साधनां भूमिं वन्दे नेपालमातरम्। सङ्गीत एउटा यस्तो विधा हो जुन सामवेदबाट यसको उत्पत्ति, सृष्टि र सृजना भएको छ। जय श्री राधे, जय श्री कृष्ण। युगौँ युगौँ बितो सबै, सत्य कहिले बितेन। युगौँ युगौँ युद्ध भयो, सबै हारे, सत्य कहिले हारेन। नमस्कार, म भजन गायक गोविन्द घिमिरे गुन्जन। गोविन्द घिमिरे गुन्जन नेपालका प्रख्यात भक्ति सङ्गीतका कुशल साधक मानिन्छन्। उनी नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाउँ सहर लगायत मित्र राष्ट्रका केही स्थानमा आफ्नो भक्तिभावमय साङ्गीतिक यात्राहरूमा गुन्जिएका छन्। तराई पहाड हिमाल मातृभूमि नेपाल, तराई पहाड हिमाल देव देश नेपाल, ओम नमो नेपाल मातृभूमि नेपाल। सबै सत्य कहिले बितेन। युगौँ युगौँ युद्ध भयो, सबै हारे, सत्य कहिले हारेन। नाम जपौँ, बुद्ध जनक नाम जपौँ, हलेसीको नाम जपौँ, कैलाश जानलाई। नेपाल र छिमेकी राष्ट्रहरूमा गुन्जिँदै गर्दा हालसालै विभिन्न पुराणमा आधारित रहेर त्रिदिवसीयदेखि एक मासीय गरी 1008 भक्ति सङ्गीत अनुष्ठान श्रृङ्खला पार गर्न गुन्जन सफल बनेका छन्। सज्जन भगवत भक्तजनहरू, बडा गौरव र आनन्दको विषय, खुसीको विषय हाम्रो देवघाट निवासी गोविन्द सन घिमिरेज्यू, जसले निरन्तर रूपमा श्रीमद् भागवत अनुष्ठान आदिमा र सामूहिक रूपमा भएको कीर्तन साधनामा सत्सङ्गहरूमा गएर आफ्नो कला, सङ्गीत, साधना, भजनद्वारा लाखौं लाख मान्छे लाभान्वित बनाएर देवघाटका विशिष्ट सन्त महात्माहरू, राष्ट्र स्तरका विभिन्न सन्त महात्माहरू, अन्तर्राष्ट्रिय राष्ट्र ख्याति प्राप्त मूर्धन्य कथावाचकहरू, कथा व्यासहरू, आदरणीय गुरुजनहरू र समय समयमा जगद्गुरु पीठमा हुने विभिन्न अनुष्ठान आदिमा समेत सहभागी भएर सङ्गीतको क्षेत्रद्वारा करोडौं भक्तहरूलाई लाभान्वित गराउनु भएको र अनुष्ठान आदिमा उपस्थित भएर सेवा गर्नुभएको 1008 भन्दा पनि ज्यादा भगवत भक्ति साधनामा सहभागी भएर जो नेपालमा एउटा गौरव प्रतिष्ठापित गर्नुभएको छ। यसप्रति म हाम्रो गोविन्द सन घिमिरेज्यूलाई, गुन्जनज्यूलाई हार्दिक हार्दिक धन्यवाद, कृतज्ञता र यो उहाँको यो सङ्गीत साधनाको क्षेत्र, सेवाको क्षेत्र, सङ्गीतद्वारा राष्ट्र, समाज र धर्मको अभ्युदयमा गरेको उहाँको यो उत्कर्ष अझै बढेर जाओस्, अरू समृद्ध होस्। म भगवान राधा कृष्णका चरणमा यही हार्दिक बिन्ती प्रार्थना गर्दछु। सनातन धर्म पाञ्चायन पूजन मध्ये राधा कृष्णलाई गुरु कृपाबाट आराध्य देव मान्दै उनले श्रीमद् भागवत, शिव पुराण, देवी भागवत, गणेश पुराण, रामायण लगायतका विधामा 1008 श्रृङ्खला पार गरेका हुन्। होनहार बालक तीर्थको प्रभाव होला, धर्मको प्रभाव होला, संस्कारी जीवन व्यतीत गर्दै आएका युवा कीर्तन गर्नमा कुशल व्यक्तित्व मेरो सामनेमा अहिले उपस्थित छन्। मलाई अत्यन्त खुसी लागिरहेको छ। सनातन धर्मका अन्तर्गत वैष्णव धर्ममध्ये श्री निम्बार्क सम्प्रदायको
दीक्षित भएका केलाजी निम्बारका पीठ केलाजीका महाराजजीको प्रशिक्षकका रूपमा श्री रुक्मिणीशरण पण्डित श्री रुक्मिणीशरण देवजीको शिष्यका रूपमा देवघाटमा प्रतिष्ठित भएर चाहिँ बसिराखेको अवस्था छ। उनको कीर्तनको शैली, उनको मधुर शैली, उनको व्यवहार कुशलता, उनको चाहिँ एउटा सहजतामा अत्यन्त अनुकरणीय मैले देखेको छु। बालकका प्रति हुने वात्सल्य भएको हुनाले म उनीबाट अत्यन्त प्रभावित छु र अहिलेसम्म दीक्षित भएर वैष्णव दीक्षा लिएर कीर्तन गर्ने, बाधाका साथमा कीर्तन गर्ने, कीर्तनले चाहिँ समाजलाई गुन्जायमान गर्ने, स्वतः प्रभावित गर्ने उनको व्यक्तित्वले आजसम्म चाहिँ उनको कीर्तनको सङ्ख्या भन्यो भने 1008% र आफै आफमा बहुत ठुलो रेकर्ड हो, बहुत महत्त्वपूर्ण कुरा हो। और उसले चाहिँ यस्तो किसिमको अभियान चलाएको र त्यसलाई एकत्रित रूपमा चाहिँ हामीले चाहिँ त्यो सधैँलाई स्मरण गराउनका निमित्त गरिएको यो अभियान पनि अत्यन्त सराहनीय छ र उनको मधुर शैलीले समाजलाई प्रभावित गर्ने, भगवानको त्यो दिव्य कीर्तनले चाहिँ समाजलाई आकर्षण गर्ने और उनको जीवनको एउटा उनी शैलीले बनेको छ। और उनको म भविष्यको बहुत उज्जवल कामना चाहिँ मैले गर्छु। यिनको प्रकृति चाहिँ यस्तै गर्दै जाउन्। वास्तवमा मेरो ठुलो शुभाशीर्वाद छ। यिनी भारत वैष्णव धर्मका यिनी चाहिँ एउटा चाहिँ होनहार बालक मैले देखेको छु। मेरो शुभाशीर्वाद छ। सनातन धर्मका आध्यात्मिक मूलहरू शिव, बुद्ध, किराँत, जनक, मल्ल, लिच्छवी र गोर्खा सभ्यताबाट सुरु भएको गुन्जनको गौरवमय भक्ति सङ्गीत यात्रा आज आधुनिक सभ्यतासम्म आइपुगेको छ। किन गर्छौ अहङ्कार, किन गर्छौ अभिमान, एक दिन मर्नु छ, सम्झी सम्झी रुनु छ, माटै ओर्न माटै बिछाउन। पछिल्लो समय उनी भक्ति सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउने सफल साधक समेत मानिन्छन्। जय श्री राधे, जय श्री कृष्ण। म राष्ट्रिय कथाव्यास समाजको अध्यक्ष कुबेर सुवेदी कथाव्यास। आज गौरवको क्षण एउटा स्वर्णिम अध्याय पूरा भएको छ। देवघाट धाममा रहेर यो कल्पवास क्षेत्र हरिहर क्षेत्रमा रहेर बाल्य अवस्थादेखि नै, बाल्यकालदेखि नै सन्त गुरुचरणहरूको सानिध्यमा बसेर अनि श्रीमद् भागवत महापुराण, रामायण, 18 महापुराणका बीचमा सम्पूर्ण पूर्वदेखि पश्चिमका गुरुदेवहरूसँग भक्ति सङ्गीत आफ्ना स्वर गायनको माध्यमद्वारा भक्ति सङ्गीतको सेवा गरिसक्नु भएको छ गोविन्द गुञ्जन घिमिरेज्यूले। स्वर्णिम अध्याय हो। 1008 हाम्रो सनातन वैदिक धर्ममा ठुलो महत्त्व छ र सानै उमेरदेखि नै उहाँको लगाव अनि देवघाटका सम्पूर्ण गुरुचरणहरूप्रति लगायत अन्य गुरुचरणहरूप्रति पनि अनन्य श्रद्धाभाव राख्नुहुने र आफू पनि स्वयं राधाकृष्णका उपासक हुनुहुन्छ र स्वयं भजन गायनको माध्यमद्वारा मात्रै होइन, स्वयं आफू भगवानको नाम आफू स्वयं जपेर तपस्या गरेर देवघाटमा कसैलाई दुःख कष्ट छ कि वृद्ध कल्पवासी आमाहरू सबैको दुःख सुख बुझ्ने बाल्य अवस्थादेखि नै देवघाटलाई जानेर आज आफ्नो जीवनको यो क्षणमा यति 1008 सङ्गीतको यात्रा, गायनको यात्रा पूर्ण गर्नुभएको एउटा स्वर्णिम अध्याय सफलता यहाँले प्राप्त गर्नुभएको छ गोविन्द गुञ्जन घिमिरेज्यूलाई। र यहाँलाई अझै आफ्नो भक्ति सङ्गीतको क्षेत्रमा, आध्यात्मिक क्षेत्रमा, किनभने पञ्चहायन संयुक्त पूर्वेशामपि पूर्वज, सनकादि ऋषिहरू पनि देख्दाखेरि 5 वर्षको देखिनुहुन्थ्यो तर सबैका पूर्वजका पूर्वज हुनुहुन्थ्यो। गोविन्द घिमिरेजी पनि यस्तै नै हुनुहुन्छ। निस्वार्थ भगवत भक्ति अनि समाजको सेवा आफ्नो गायनको माध्यमद्वारा गर्नुभएकाले उहाँको स्वरूप पनि अहिले बाल्य अवस्था जस्तै नै छ। 1008 सम्पूर्ण भक्ति गायन समापन भइसक्दा पनि
उहाँलाई पञ्च आयन संयुक्त त्यस्तै नै देखिन्छ, किनभने यो श्री हरि राधा रमणको राधा सर्वेश्वर भगवानको कृपा हो। र म राष्ट्रिय कथाव्यास समाजको तर्फबाट सम्पूर्ण हाम्रा पूर्वदेखि पश्चिमसम्म रहनुहुने गुरुचरणहरूको तर्फबाट उहाँलाई अझै पनि आफ्नो जीवनको उहाँको त पूर्वार्धै सकिएको छैन, त यत्रो 1008 भागवत सम्पन्न गर्नुभएकोमा हार्दिक हार्दिक बधाई। अझै भक्ति सङ्गीतको माध्यमद्वारा, शास्त्रीय गायनको माध्यमद्वारा, हरिनाम सङ्कीर्तनको माध्यमद्वारा समाजबाट राष्ट्रलाई र सम्पूर्ण अध्यात्म क्षेत्रमा अझै बिगुल बजाउँदै जानुहुनेछ, अध्यात्मको धरोहरहरू बढ्दै जानेछ भन्दै गोविन्द घिमिरेज्यूलाई शुभकामना र अझै उन्नति प्रगति भगवत भक्तिको कामना गर्दै यहाँलाई 1008 आफ्ना गायनको माध्यमद्वारा अध्यात्म क्षेत्रमा पुराणहरूमा सेवा गर्नुभएकोमा हार्दिक हार्दिक बधाई, शुभकामना, शुभ आशीर्वाद भगवान हरिहरसँग राधा माधवसँग म प्रार्थना गर्दछु। यहाँको जीवनको उज्जवल समुज्जवल भविष्यको कामना। जय श्री राधे, जय श्री कृष्ण। बुबा हरिप्रसाद र आमा केशरी कुमारी घिमिरेको कोखबाट कान्छो सन्तानका रूपमा विक्रम सम्वत 2039 साल वैशाख 5 गते उदयपुर जिल्लाको तत्कालीन पञ्चावती गाउँ विकास समिति अर्थात् हालको उदयपुर गढी गाउँपालिका वडा नम्बर 5 मौवासीमा गुन्जनको जन्म भएको हो। गाउँघरका अग्रज र मातापिताको असल संस्कारले बाल्यकालदेखि नै धार्मिक कार्यमा लगाव भएका गुन्जनको हृदयमा हरिनाम र भजनको बीजारोपण भएको थियो। हाल उनका भजन कीर्तनले धर्म र आस्थाको उज्यालो फैलाइरहेको छ। गुन्जनले विक्रम सम्वत 2050 सालमा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर 1 स्थित श्री राधा सर्वेश्वर भजनाश्रममा स्थायी रूपमा बसेर भक्ति सङ्गीतको यात्रा आरम्भ गरेका थिए। दिनभर सीताराम माध्यमिक विद्यालयमा अध्ययन अनि साँझ बिहान भजन कीर्तन र हरिनाम नै गुन्जनको दिनचर्या बन्यो। गुरु रुक्मिणी शरण देवबाट हरिनाम युगल महामन्त्र ग्रहण गरी उनले हार्मोनियमको तालमा भक्ति साधनाको सुरुवात गरे। गुन्जनको भक्ति प्रचारको आरम्भ 2052 सालमा पवित्र तीर्थस्थल देवघाट धाममा सम्पन्न श्रीमद् भागवत ज्ञान महायज्ञ नै पहिलो धार्मिक सप्ताह बनेको थियो। बहुत ही सुंदर है, अनुष्ठान किया जा रहा है। जीव आत्यांतिक दुख से छुटकारा पाता है, भवानंद की प्राप्ति करता है। भगवान की शरणागति के लिए भगवान का साक्षात वांग्मय स्वरूप ही है, इसलिए भगवान की शरणागति के लिए सबको श्रवण करना चाहिए। बहुत सुंदर है। पूज्य गुरुदेवको वचनामृत र गुन्जनको भजनले सम्पूर्ण वातावरण भक्तिमय बनेको थियो। यही क्षणबाट सुरु भएको यात्राले आजसम्म निरन्तर सेवा संकल्पको रूप लिएको छ। जसले हामीलाई कलाकारको एउटा संयोजक भएर पूर्वदेखि पश्चिमसम्मका कलाकारहरूलाई जोड्नुभयो, जो अत्यन्तै प्रिय हुनुहुन्छ, जो आफैमा पण्डित, जो आफैमा राष्ट्रिय भजन गायक रहनुभएको छ। मलाई पहिलो फोन दीपजी हजुर जहाँ भए पनि ओम सतिया गाउँपालिकामा रहेको श्रीमद् भागवत धनधान्याञ्चलमा हजुर उद्घोषकको लागि जानुपर्छ भनेर पहिलो फोन मलाई हाम्रो आदरणीय गोविन्द घिमिरे गुन्जनजीले गर्नुभएको छ। म यहाँको जति बयान गरे पनि, जति सम्मान गरे पनि अपुग हुन्छ। जो सबैको मन र मुटुमा हुनुहुन्छ, जसले भजनले सबैलाई कहिले हँसाउनुहुन्छ, कहिले रुलाउनुहुन्छ र हामी सबैको प्रिय व्यक्तित्व कलाकारको संयोजक आदरणीय राष्ट्रिय भजन गायक गोविन्द घिमिरे गुन्जनजीलाई म पूज्य महाराजजीको करकमलबाट सम्मान गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हजुरहरूलाई भजन सुन्न मन लाग्यो भने सबैजनाले गोविन्द घिमिरे गुन्जन भनेर युट्युबमा सर्च गर्नुभयो भने पनि गुरुदेवका अफिसियल म्युजिक भजनहरू हजुरहरूले सुन्न सक्नुहुनेछ। गुरुलाई विशेष विशेष धन्यवाद, नमन अनि कोटि कोटि वन्दन। गोविन्द घिमिरेले भजन कीर्तनमा 1008
कीर्तनहरू भजनहरू गरिसक्नु भएको छ। विभिन्न जिल्लाहरूमा पुगेर सातै प्रदेश सारा विभिन्न जिल्लाहरू नभए भारतसम्म पनि पुगेर चाहिँ उहाँले आफ्नो भजन कीर्तनलाई निरन्तरता दिए। यसमा ज्वाइँलाई बधाई छ, हार्दिक शुभकामना छ। बधाई छ। अझै पनि उहाँको यात्रालाई हामीहरूले सफलताको कामना गर्दै उहाँलाई अझै पनि हामी परिवारबाट सहयोग दिन्छौँ। नेपाल विश्व प्रसिद्ध तीर्थस्थलहरूको देश हो। यहाँका मठ मन्दिर, नदीनाला, शक्तिपीठहरूमा दिव्यता बगिरहेको पाइन्छ। यिनै पवित्र स्थलहरूमा भक्तिभावले ओतप्रोत भजन गाएर गुन्जनले सनातन धर्म र राष्ट्रका सांस्कृतिक सम्पदालाई उजागर गर्दै आएका छन्। गोविन्दजी घिमिरे पारी कृष्ण मन्दिरमा रुक्मिणी शरणको चेला हुनुभएको बचपनदेखिको उहाँले बचपनदेखि नै भजन कीर्तन इत्यादि कार्यक्रमहरू यस्ता होमन आदि केही कार्यक्रम परे पनि उहाँले गर्नुहुन्छ, भजन कीर्तन गर्नुहुन्छ। यहीँ सीताराम मन्दिरमा आएर पनि कतिखेर गर्नुभयो। मेरो मातापिता हुँदैदेखिको उहाँले हामीसित चिनजानी भएर बच्चापनदेखिको उहाँको माया लाग्छ हामीलाई। अहिले पनि सञ्चालक समिति यहाँ सीताराम मन्दिरमा हुनुहुन्छ, उहाँले सहयोग गरिरहनु भएको छ। उहाँले मौका परेको बेला भजन कीर्तनमा धेरै हिँड्नुहुन्छ, भजन कीर्तनमा सम्मिलित हुनुहुन्छ। बाजा गाजा इत्यादि सबै एउटा गुणले नै सबैले रिजाउने हुन्। अब गुण सबैलाई राम्रो लाग्दैन, गुण सबैलाई राम्रो लाग्छ। त्यस कारणले उहाँले राम्रो कीर्ति गर्नुभएको छ। 1008 भजन कीर्तन उहाँले गर्नुभएको छ, त्यसमा सम्मिलित हुनुभएको छ। जहाँ पनि उहाँलाई भजन कीर्तन भएको ठाउँमा सबै भक्तहरूले रुचाउँछन्, उहाँलाई बोलाउँछन्। उहाँलाई हामी धन्य धन्य कृतज्ञ छौँ उहाँदेखि। उनका भजनहरूमा नेपालको माटोको सुगन्ध, धर्मको शक्ति र भक्तिरस एकसाथ झल्किन्छ। विक्रम सम्वत 2082 सम्म आइपुग्दा उनले देशका विभिन्न मन्दिर र गाउँ सहरमा 1008 भक्ति सङ्गीत अनुष्ठान सम्पन्न गरेका छन्। मेचीदेखि महाकालीसम्म गुन्जेको उनको मधुर स्वरले हजारौं भक्त हृदयलाई प्रभावित पारेको छ। कति राम्रो गण्डकी त्रिशुली बग्दछन् त्यही 2052 सालदेखि मञ्चीय यात्रा है, मञ्चीय यात्रा उहाँले हरिनाम संकीर्तन, स्वस्तानिका कथाहरूमा अनि सत्यनारायणका पूजाहरूमा हरिनाम संकीर्तन, मठ मन्दिर त्यहाँ त कति गर्नुभयो। मञ्चीय कार्यक्रम जुन 5 दिनको, 7 दिनको, 9 दिनको नवाहा, 11 दिनका यस्ता धार्मिक समारोहहरूमा प्रमुख कलाकारको रूपमा स्थापित भएर मञ्चबाट 1008 धार्मिक श्रृङ्खलाहरू, ती समारोहहरू पूरा गर्नु यो चान्ने चुन्ने कुरा होइन। जन्म जन्मको पुण्यको प्रतापले यो अवसर पाइन्छ। अझै अहिले त 1008 श्रृङ्खलाहरू, ती समारोहहरू पूर्ण गर्नुभयो हाम्रो गोविन्दजीले। म गोविन्दजीलाई विशेष निवेदन गर्दछु, अझै यही हार्दिकता, अझै यही दिव्यता, अझै यही आत्मीयता र यो विनम्रता अझै 10 गुणा बढोस् र अझै 1008 होइन, अझै 2000 भन्दा बढी मञ्चहरूमा तपाईँको त भर्खरै उदाउँदो जीवन छ, यसरी जानुस् र भक्ति संगीतको एउटा धरोहर बनेर भावी पुस्तालाई पनि एउटा उदाहरणीय पात्रको रूपमा हजुर स्थापित हुनुहोस्। कलाकार भक्तको हृदयमा बस्न सक्नुपर्छ। बस हजुर भक्तको हृदयमा बस्नु भएको छ, सधैँ हृदयमै बसिरहनु होला। तपाईँको जीवन सुखमय, मङ्गलमय र शान्तिमय बितोस्। जय होस्, मङ्गल होस्, कल्याण होस्। लोकताल, वैदिक मन्त्रोच्चारण र भावनात्मक स्वरमा आधारित उनका भजन प्रस्तुतिले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ। गुरु परम्परा र साधना यात्रामा उनको आध्यात्मिक यात्राका प्रमुख प्रेरणा स्रोत गुरु रुक्मिणी शरणदेव, स्वामी जनार्दन गुरु, आचार्य खेमराज केशव शरण महाराज, वाचन शिरोमणि
पण्डित नारायण प्रसाद पोखरेल, श्री बालसन्त मोहन शरण देवाचार्य, श्री गोपाल शरण देव, श्री हरिशरण महाराज, बाबा डिलिराम ब्रह्मचारी, राष्ट्रगुरु योगी नरहरिनाथ, परमानन्द स्वामी, स्वामी परपनाचार्य, डाक्टर रामानन्द गिरिज्यू महाराज रहेका छन्। यसै गरी धार्मिक अनुष्ठानको यात्राका क्रममा राजपरिवारका सदस्य ज्ञानेन्द्र शाह एवं राजनेताहरू कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी लगायत विद्वान विदुषीहरूसँग पनि उनको सम्पर्क रह्यो। पहिलो गाउँ चाहिने, दोस्रो धूप पनि सदा दिनादिन पितृ कार्य खोलाउने, भान्सा उज्यालो हुने, गोबरले पनि दोबर हुने, दही दुधले भान्सा उज्यालो हुने। 1008 धावत पुर्याएकामा शुभकामना छ। आशीर्वाद। श्री गोविन्द घिमिरे गुन्जनलाई हृदयदेखि आशीर्वाद। तिमीले बाल्यकालदेखि साधना, श्रद्धा र भक्ति सङ्गीत मार्फत जुन तपस्या र सेवा जारी राख्यौ, आज 1008 श्रीमद् भागवत तथा अन्य पुराणहरू, रामायण आदि अनुष्ठान पूरा गर्यो र भक्ति पात्राको स्वर्णिमा गाथा रच्यौ। यो हाम्रो परिवार र सम्पूर्ण सनातन समाजका लागि गर्वको विषय हो। भगवान श्री राधा कृष्णले तिमीलाई अझ उच्च भक्ति सेवा र प्रेरणाको मार्गमा अग्रसर गरून्। तिम्रो स्वरमा गुन्जिएको हरि नामले सदा नेपाल अन्य मुलुकमा पनि भक्तजनहरूको हृदय उज्यालो बनाइरहोस्। मुरी मुरी आशीर्वाद सहित बुवा म ज्योतिष पण्डित हरिप्रसाद घिमिरे र आमा केशर कुमारी घिमिरेको सम्पूर्ण घिमिरे परिवारद्वारा मङ्गलमयको शुभकामना आशीर्वाद छ। यिनै व्यक्तित्वहरूको कृपाले उनको भक्ति जीवनले सही दिशा र गहिराई पाएको छ। नेपालका 65 भन्दा बढी जिल्लाहरूमा सप्ताह, पुराण, कीर्तन मार्फत गुन्जनले सनातन धर्मको प्रचार र संस्कारको जागरण ल्याएका छन्। 50 सालमा पिताजीले मलाई देवगढ धाममा ल्याइसकेपछि यहाँ श्री राधा सर्वेश्वर भजन आश्रममा मलाई पिताजीले राखिदिनु हो। देवघाट स्थित श्री सीताराम संस्कृत माविमा भयो र म राधा सर्वेश्वर भजन आश्रममा बस्दथेँ। मेरा परम श्रद्धेय, परम पूजनीय, प्रातः स्मरणीय पूज्य रुक्मिणी शरण देवाचार्य महाराज श्रीले मलाई दीक्षा र केही आश्रममा शिक्षा पनि प्रदान गर्नुहुन्थ्यो। उहाँको म कृपा पात्र थिएँ। यही सेरोफेरोमा रहेर बिहान बेलुका आरती, पुष्पाञ्जली अनि भक्ति सङ्गीत, युगल नाम सङ्कीर्तन, राधे कृष्ण 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 राधे राधे, राधे श्याम 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 राधे राधे, यो बिहान बेलुका त्यहाँ कल्पवासी भक्तिनी माताहरूले यो हरिनाम सङ्कीर्तन गर्नुहुन्थ्यो। त्यतैतिर म पनि रमाउँथेँ। यही सिलसिलामा मैले पनि हार्मोनियमहरू बजाउन जाने। भक्ति सङ्गीतको यात्रा यसरी मेरो चाहिँ अगाडि बढो। 82 सालसम्म आउँदाखेरि 1008 यो भक्ति सङ्गीतको यात्रा विभिन्न जिल्लाहरूमा, पूर्व मेचीदेखि पश्चिम महाकाली र केही मित्र राष्ट्रहरूमा पनि मेरो यात्राहरू भयो। उनी जहाँ पुगे त्यहाँ हरिनामले गुन्जन फैलिएको आभास जनजनमा मिलेको पाइन्छ। सादगी, समर्पण र प्रेममय जीवन शैलीका धनी गुन्जन आज भक्ति सङ्गीत र धर्म सेवाको पर्याय नै बनेका छन्। गोविन्द गुन्जन घिमिरेजी देवघाटमा रहेर भक्ति साधनामा संलग्न हुनुहुन्छ। उहाँको निरन्तर भक्ति मार्गमा अभ्यास र साधना केही वर्षदेखि चलिरहेको छ र अहिलेसम्म उहाँले लगभग 1008 अनुष्ठानमा सहभागी भएर साधनाको एउटा चरण पुरा गर्नुभएको छ। यो उहाँको साधनामय जीवन अझै सफल, सार्थक, समुन्नत र भगवत प्राप्तिको सहायक बनोस्। यो उहाँको मात्रै साधनाको मार्ग नभएर समस्त श्रद्धालु भक्त महानुभावहरूलाई भक्ति मार्गमा अभिप्रेरित गर्ने
अति सुमधुर भगवत कथाका भगवत लीलाका सङ्गीतमय प्रस्तुतिहरू भजनहरू र लीला चरित्रहरूको प्रस्तुति गर्नुभएको छ। यो उहाँको प्रस्तुति सबै साधकहरूको लागि कल्याणकारक बनोस्। अहिलेसम्म उहाँले 1008 साधनाहरू गरिसक्नु भएको छ र यो साधनाबाट उहाँको जीवन पनि सार्थक सफल र भक्ति मार्गमा अग्रसर बनेको छ र अझै अगाडि बढिरहोस्। साथै उहाँले श्रद्धालु भक्तहरूलाई जुन प्रेरणा दिइरहनु भएको छ यो प्रेरणा दिने क्रम अझै निरन्तर अगाडि बढोस्। उहाँको सारस्वत साधनाको मङ्गलमय उत्तरोत्तर प्रगतिको लागि हामी कामना गर्दछौँ। हामी सम्पूर्ण देवघाटवासीहरूको तर्फबाट, नेपाल सन्त समाजको तर्फबाट र यहाँका सम्पूर्ण गुरुकुल मठ मन्दिरहरूको समेत तर्फबाट उहाँको यो आध्यात्मिक साधनामय जीवन अझै उत्तरोत्तर प्रगतितर्फ अग्रसर बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। श्री राधा सर्वेश्वर भजनाश्रमबाट उदाएर भक्ति दीपका रूपमा सुविख्यात गुन्जनले आज समग्र नेपाली भक्त हृदयमा उज्यालो छरिरहेका छन्। उनको यो यात्रा अनन्त जारी रहोस्, शुभकामना। यहाँहरू सबैलाई सश्रद्धा, सभक्ति, सप्रेम जय श्री राधे, जय श्री कृष्ण, जय श्री मातृभूमि, हर हर महादेव।